दर्शकबिन भर्खरै काम सकेर साँझको खाना त खानु पर्यो, भोकै बस्नु त भएन। नेपालबाट आएको मकै चपाउँदैछु। दाइको कोसेली चितवनबाट आएको मकै हो। घरकै हो फेरि घरको एकदम स्पेसल फेरि। अब गएर खाना पकाउने, खाना भन्दा नि स्पेसल आज हाम्रो पकौडा पकाउने कार्यक्रम छ। हेर्नु होला, रेसिपी आउँछ अहिले, खतरा रेसिपी आउँछ। फेरि कोरियाको पकौडा अर्कै हुन्छ नि, नेपालको भन्दा धेरै फरक हुन्छ। अलिअलि घिनलाग्दो हुन्छ। त्यसमा अक्टोपस हालिदिन्छौँ हामी। अक्टोपसको खुट्टा हालेर हामी चट्टै एकदम नयाँ रेसिपी बनाउने छ। घिन नमान्नु होला होइन। अक्टोपसको खुट्टा अलिक गन्ध चाहिँ आउँछ, गन्ध आए पनि मिठो चाहिँ हुन्छ। पकौडाका लागि अब चाहिने मेटेरियलहरू पहिलो नम्बरमा छ पोटेटो, आलु, हम्जा। अलि नयाँ, अहिलेसम्म नदेखेको मैले यो ब्रोकाउलीले मलाई खा भन्दै थियो हिजो के थियो होइन। अब यो पकौडामा जाने भयो, त्यसै गरी यो बन्दा पनि जाने भयो। अब यसको कटिङ मसाला गर्नु पऱ्यो। अब कट हान्नु पऱ्यो। अब नकाट्छौँ नि त। यस्तो पातलो बनाउन सक्छौ यस्तो भाइ? ओके, तिमी त बनाउ नि त है। ल ऊ दाइले चाहिँ डेमो दिएर जानुभएको छ मलाई होमवर्क गर्नलाई। क्लास हुँदैन म डेमो अनुसार त्यो डेमोभन्दा पनि दाइले खतरा खाएको छु। अब यो चाहिँ यस्तो यस्तो मात्रै त्यो फुलकोपीको डेमो देखाउँदैन हुन्छ। फुलकोपीको त जत्रो छ त्यत्रै बनायो, यति मात्रै बनाइहाल्छ क्या ओके म जस्तो भने त्यस्तो बनाइदिन्छु, टेन्सन नगर्नु। आलु काटा मेन कुरो। ल ओके बस ल। अब म आलु काट्नतिर लागेँ। आज आलु भ्लग होइन, रेसिपी पकौडा रेसिपी हो। खाना पकाउँदा पनि भ्लग भनेपछि त यार योभन्दा पातलो बनाए अझै राम्रो हुन्छ। जति पातलो बनायो त्यति राम्रो। टेन्सन नगर्नु। साइज चाहिँ बरु त्यही जस्तै यो छ नि, यसलाई यो लम्बाइ यो चाहिँ यत्रै भयो नि केही फरक पर्दैन कि। यस्तै मजाले कपको बेसनमा डुबाउने हो नि त। ओके, तर पातलो हुनु पर्यो। ओके पकौडा रेसिपी खतरा नि। पकौडा रेसिपी दाइको टाइटल अनुसार पकौडा भ्लग। यो चाहिँ अलिक खतरा रहेछ कि। आज पकौडा रेसिपी एमा हाल्दा हुन्छ है त। कुट्टा के भन्नु, हेल्पर हो। हेल्परै भए पनि हेल्परको त कला त खतरा रहेछ त। कहाँ बिहान यति काट्नु पर्थ्यो प्याज त, त्यो उमा काट्नु पर्थ्यो के हाँसुवा। ठिक छ। प्याज त धेरै नै हामीले नहालेको है, ठिक मात्रै हालेनौँ। थोरै 1 पाउ जति खुर्सानी। अब बजिया थोरै युज गरेँ मैले तपाईँको। यो चाहिँ यसको लागि बेसन अन्डानी छ है। यो सेक्रेट रेसिपी है भन्छ नि। यो चाहिँ हामीले 12 देशबाट खोजेर 1 घन्टा भेराइटी ल्याएर बनाएको रेसिपी हो। रेसिपी चाहिँ कसैलाई भन्नुहुन्न, तर खत्रै रेसिपी हो यो चाहिँ। अक्टोपस हाल्ने भन्ने कुरा थियो त। अक्टोपस मिलिसक्यो लागि त्यसमा भित्र गोलियो कि ए हामीले मिक्सरमा घोलेर हाल्यो। सुकाएको अक्टोपस हो पाउडर। डाइनोसर अहिले पाइएन, अहिले अक्टोपसले काम चलायो। ल हाम्रो भाइले अर्को रेसिपी बनाउँदै गरिरहेका छन्। यो अक्टोपस हालेर बनाएको पकौडा है, नर्मल पकौडा होइन नि फेरि यो। भात त आज खाइने होइन। अहिले त नुन त निकै नै मजाकै भयो। ए हो र आएछ नुनको त अझै अवसरै लेखेको छ नि त। अब हो त्यो उमा के अरे ए योमा ब्रोकाउली लिउँ न। तर त्यो पनि त्यहीँ डुबाएको हो। त्यो परेछ है नुन चाहिँ। बल्ल लाने भन्छ कि नुन खाउँ लागिरह होला। खाएको भयो यार।